एक दिन जंगलमा धेरै भोको फ्याउरो घुमिरहेको थियो। उसले केही खानेकुरा भेटेन। त्यही बेला एउटा कागले कतैबाट पनिर अर्थात् चीज ल्याएर रुखको हाँगामा बसेर खान लागेको थियो। फ्याउरोको नजर कागको मुखमा भएको पनिरमा पर्यो। उसलाई पनिर खान निकै मन लाग्यो, तर काग रुखमाथि थियो, सिधै लिन सकिँदैन थियो। फ्याउरोले चाल चल्यो। उसले कागलाई मिठो बोलीले फकाउन थाल्यो। ए काग दाई, तपाईँ त कति सुन्दर हुनुहुन्छ। तपाईँको पखेटा त झन् कति राम्रो। तपाईँको आवाज पनि पक्कै स्वर्गदूत जस्तै होला। कागलाई आफ्नै प्रशंसा सुनेर निकै खुसी लाग्यो। उसले सोच्यो, सबैलाई मेरो आवाज सुनाउनु पर्छ। जसै कागले काँ काँ भनेर बोल्न मुख खोल्यो, पनिर भुइँमा खस्यो। फ्याउरोले तुरुन्तै पनिर उठायो र हाँस्दै भन्यो, धन्यवाद काग दाई, प्रशंसा पत्याएर होस गुमाउनु ठिक होइन। यति भन्दै फ्याउरो पनिर लिएर भाग्यो। कागले आफ्नो गल्ती बुझ्यो र पछुतायो।